क्याम्डो क्याम्डो भन्ने थाहा छ नि क्याप्सुटोवा शरण गमन यो चाहिँ अब हामी बुद्धिस्ट हुनुको लागि यो मेन चाहियो तपाईको मनमा शरण गमन भएन भने जति नै ठुलो साधना गरे पनि जति ठुलो दाग लगाए पनि तपाईँ बुद्धिस्ट होइन कि है त्यसकारण चाहिँ मनमा के चाहियो शरण गमन चाहियो क्याम्डो चाहियो त्यो मनमा त्यो क्याम्डो हुनुको लागि प्रार्थना गर्नु पर्यो हामीले मुखबाट प्रार्थना मनबाट चाहिँ के हो शरण गमन चाहियो शरणमा जाने बुद्ध धर्म सङ्घ है हो यो तीनजनाको चाहिँ शरणमा जाने त्यसको लागि चाहिँ यो पाठ गर्ने यो पाठ गरेसँगै हामीले यसको शब्दको अर्थहरूलाई पनि सम्झिँदै पाठ गर्नु पर्यो अब पाठ कहाँबाट गर्नु नमो भनेको चाहिँ सुरुमा नमो भनेको चाहिँ के हो नमो भनेको चाहिँ छाक्छलो भनेको वन्दना भनेको है नमो भनेको चाहिँ वन्दना भनेको है नामखे नेसु नामखा घाङवा यी लामा हिदम खण्डोइ चोनम दाङ सांगे छेदम फाक्बे केदुन ला दग्दा ड्रोगुन गुइबे क्याप्सोङछे भनेर यो दुईवटा शरण गमनको पाठहरू राखेको छ त्यसपछि सांगे छेदम छोकी छोक्नम ला चाङछुक बर्दो दाग्ने क्याप्सोङछे दागी छिन्सो गिबे स्वयनम कि डोला फेन्चेर सांगे ड्रो बढेसो भन्नुहुन्छ अब नाम्खे नेसुस नाम्खे नाम्खा भनेको आकाश नाम्खे नेसु भनेको आकाशको स्थानमा आकाशमा भन्ने कुरा हो है आकाशको स्थानमा अथवा आकाशमा चाहिँ नाम्खा गाउँवा भनेको आकाशमा चाहिँ पुरै आकाश बढ्ने गरेर नाम्खा गाउँवा आकाशमा बढ्ने गरेर चाहिँ त्यहाँ को विराजमान हुनुहुन्छ त भन्दाखेरि लामा हिदम खान्डो छोक यो चाहिँ के हो वज्रयानको शरण गमन हो सुत्रयानको शरण गमनमा चाहिँ के भन्छ सांगे छुइ केदुन भन्छ भने वज्रयानको शरण गमनमा चाहिँ लामा हिदम खान्डो गुरु इष्टदेव ढाकिने छिलकी चावा लामा मुर्डुकी चावा हिदम छिलेकी चावा खान्डो लामा हिदम खान्डो सुत्रयानमा चाहिँ के हो बुद्ध धर्म सङ्घ त्रिरत्न है यो दुईटैको शरण गमन दुईटैको शरण गमन चाहिँ यहाँ छ है नामखेन्ने नामखा गाउँ है आकाशको स्थानमा आकाशमा चाहिँ व्याप्त पुरै परेको यो चाहिँ यतिखेर हामी यो पढ्दाखेरि सँगै मनले पनि त्यो सम्झिनु पऱ्यो लामा हिदम खान्डो छोक्नम दाङ आकाशमा केले बढ्यो त भन्दाखेरि गुरु लामा हिदम भनेको इष्टदेव खान्डो भनेको डाकिने छोक नाम भनेको वर्गहरू उहाँको समूहहरू चाहिँ बढेको त्यसो सम्झिनु पऱ्यो छोक्नम दाङ र सांगे छे न फाबे केदुनला त्यो सँगै के हो बुद्ध सांगे छे धर्म फाबे केदुन भनेको आर्यको समूहहरू सङ्घको समूहहरूलाई उहाँहरूलाई भनेको है लामा एकदम खान्डो र त्यो बुद्ध धर्म सङ्घ उहाँहरूलाई चाहिँ दाग्दा ढोकुन युबी क्याप्सोङछी भन्नुभएको छ दाग्दा ढोकुन म र सबै प्राणीहरू गुबे भक्तिपूर्वक एकदम भक्तिपूर्वक हुन्छ नि घुबा भनेको चाहिँ बुद्धको अगाडि पनि छाती फुलाएर हिँड्ने त्यस्तो होइन नि त बुद्धहरूको अगाडि धर्महरूको अगाडि सङ्घको अगाडि त नि झुकिनु पऱ्यो नि त हो त्यस्तो है गुबे क्याप्सोङछी भक्तिपूर्वक अनि तपाईँको शरणमा छु को भन्दाखेरि म र यो संसारको सबै प्राणीहरू भनेको किनभने हामी माया भएको कारणले आफूभन्दा नि बढी अरू प्राणीहरूको लागि सोच्छन् हामी होइन हो त्यही कारण दाग्दा ढोकुन गुबी क्याप्सोङछी भन्नुभएको छ है क्याप्सोङछी हुनु थाहा छ नि तपाईँको शरणमा छु भनेको नि त तपाईँको शरणमा किन छु भनेको भन्दाखेरि मलाई विश्वास छ मलाई यो संसारको दुःखबाट उद्धार गर्ने चाहिँ तपाईँ बाहेक अरू कोही पनि छैन त्यही कारण चाहिँ म चाहिँ के हो यो संसारमा छलोकमा जन्मेको एउटा प्राणी हो छलोकमध्ये मनुष्यलोकमा जन्मेको प्राणी हो र म लगायत हामी प्राणीहरू सबैमा के छ दुःख छ जन्मिनु पर्ने रोग लाग्नुपर्ने बुढाबुढी हुनुपर्ने मर्नुपर्ने त्यो सँगै मनको अशान्ति हुनुपर्ने जीवनमा सोचेको कुरा पुरा नहुने नसोचेको कुरा जीवनमा आउने त्यस्तो प्रकारको अनेक प्रकारको दुःखहरू छ यो दुःखबाट चाहिँ मुक्ति हुनको लागि बाटो देखाउने चाहिँ तपाईँ हो बुद्ध तपाईँ हो त्यही कारण म तपाईँको शरणमा छु तपाईँले देखाएको बाटोमा चाहिँ म हिँड्नेछु भन्ने भन्दा होइन दाग हाम्रो कुन दाग भनेको चाहिँ म भनेको है
दाङ भनेको र म र ढोकुन भनेको ढोकुन सबै प्राणीहरू अनि गुबे क्याप्सुल गुबा भनेको के एकदम भक्तिपूर्वक अनि क्याप्सुल चाहिँ तपाईँको शरणमा छु क्याप्सुल भनेको नजिक छि भनेको छु भनेको तपाईँको नजिकै छु तपाईँको शरणमा छु भनेको त त्यसपछि यो पनि शरण गमनकै बाटो यो पनि साङ्गे छुदाङ छोकी छोकनामला झाङचुक बर्दु दाग्नी क्याप्सुल छि दागी झिङसोक गिबी सोनाम कि डोला फेन्चर साङ्गे टोपरसो भन्नुभएको छ यसमा चाहिँ शरण गमन र बोधिचित्त दुइटै समावेश छ भन्छ माथिको दुई लाइनले चाहिँ शरण गमन देखाउँछ तलको दुई लाइनले चाहिँ बोधिचित्त देखाउँछ नि क्याम्रो धसेन्जे भन्छ हामीले त्यही कारण हामी जहिले पनि जुन साधना गर्दाखेरि अगाडि यो पाठ गर्नै पर्छ अब सक्यो भने नमो नाम के नेसु नफा गाउँ यहाँबाट गर्ने यो सकेन भने चाहिँ साङ्गे छोदाउँछ सक्यो छोनाउँलाई चाहन्छु पर्दो दानी क्या सुन दागिन्छ सुकिए विश्व नाम यो डोला फेरि साङ्गे टोक्छु मैले जीवनमा सबभन्दा अगाडि सिकेको भनेको यो पाठ हो आमाले सिकाएको मलाई यो र अनि साङ्गे थाम्जे दुईको दोर्जे जिम्बेको अनि कोन्जो सुङ्गे चावा लामा नामलाई छुबा भन्नु भने चाहिँ आमाले सिकाएको थियो सानो बेलामा त्यो बेला म लामा पनि पढ्नु गएको छैन त्यसकारण चाहिँ शरण गमन र बोधिचित्त भनेको त हामी सबैलाई महत्त्वपूर्ण अनि अन्तिममा ngwa यो तिनवटा यसलाई चाहिँ के हो तीन सम्यक छाप भन्छ छाप धापासुम भन्छ यो तिनवटाको छाप लाग्यो भने तपाईँको पुण्य चाहिँ सुरक्षित हुन्छ कि र तपाईँले गरेको पुण्य अर्थपूर्ण हुन्छ तपाईँले गरेको पुण्य चाहिँ निश्चित रूपमा हामीले एक दिन यो दुःखबाट तराउनको लागि बुद्धको स्थानमा पुग्नको लागि चाहिँ काम गर्छ जस्तै तपाईँ कतै यात्रा गर्दैछन् अमेरिका जाँदैछ भने तपाईँको पासपोर्टमा त छाप लाउनु पऱ्यो नि त इमिग्रेसनको छाप लगाएपछि तपाईँ सुरक्षितसँग पुग्छन् हो त्यस्तै हो कि हो अब साङ्गे भनेको के हो बुद्ध हो छुदाङ भनेको धर्म र छोकी छोक उत्तम पुण्यको केन्द्र के हो सङ्घ छोकी छोक नाममा सङ्घहरूलाई भनेको बुद्ध धर्म सङ्घहरूलाई झाङचुक बर्दु दानी क्या त्रिरत्न हो नि होइन बुद्ध धर्म सङ्घ भनेको त्रिरत्न हो नि त तपाईँको शरणमा छु रे म कहिलेसम्म तपाईँको शरणमा छु भन्दाखेरि झाङचुक बर्दु झाङचुक भनेको के हो बोधि बोधि भनेको के हो बुद्ध नहुन्जेलसम्म म तपाईँको शरणमा छु भन्ने कुरा हो बुद्ध नहुन्जेलसम्म म तपाईँप्रति आश्रित हुन्छु जबसम्म म बुद्ध हुँदैन तबसम्मको लागि म तपाईँकै अनुसरण गर्छु तपाईँले देखाएको बाटोमा हिँड्छु भन्नु खोजेको नि त झाङचुक बर्दु ताग्नी भनेको म चाहिँ क्याप्सुल छि तपाईँको शरणमा छु भने दागी जिन्सु गिबी सोनाम किस अब साङ्गे छुदम छोकी चोनमला झाङचुक बर्दु दानी क्याप्सुल छि भनेको के हो बुद्ध धर्मसँगको अनि बोधि प्राप्त नहुन्जेलसम्म तपाईँको म शरणमा छु भन्यो भने होइन एउटा चाहिँ क्याम्रो देखाउँछ शरण गमन देखाउँछ भनेको छ यो मुखले मात्रै फेरि वाचन गर्ने होइन मनले पनि हो बुद्ध धर्मसँग तपाईँको शरण जबसम्म मैले बुद्धत्व प्राप्ति गर्दैन तबसम्म तपाईँको शरणमा छु क्या सुन्छ भनेर मनबाट पनि सोच्नु पऱ्यो नि फेरि मुखले मात्रै गरेर के भन्छ नेसो माने ढङ्गा भन्छ त्यो सुगाले माने जमेको जस्तो सुगा छ नि सुगा चाहिँ अमाने बेमे हो भन्दा भने त्यसले पनि अमाने बेमे हो भन्छ नि त जे पनि त्यो अमाने बेमे हो अर्थ थाहा छैन के भनेको थाहै छैन जे सिकाइदियो भन्छ नि त मुखले मात्रै भनेर त्यस्तो होइन अरे कि त्यसलाई चाहिँ नेसो माने ढङ्गा भन्छ नि चराले चाहिँ माने जमेको जस्तो होइन अर्थलाई पनि मनन गरेर चाहिँ हामीले वाचन गर्नु पऱ्यो मेन शरण गमन चाहिँ हाम्रो मनमा छ नि त हजुर है झाँचो पर्दा क्या सोचेस् अब यो मुनिको दुई लाइनले चाहिँ बोधिचित्त देखाउँछ भन्छ बोधिचित्त है दागी झिन्सोक गिबी स्वनम गि डोला फेन्जिर साङ्गे टोकर सो मनपर्छ दागी झिन्सोक गिबी स्वनम गि मैले दागी भनेको मैले जिन भनेको दान सोक सोक भनेको चाहिँ इङ्ग्लिसबाट एटसेट्रा भन्छ नि इटिसी लेख्छ नि आदि भनेको चाहिँ दान गरेको यो भित्र के छ दान गरेको शील पालना गरेको होइन शान्ति परिमिताको साधना गरेको ध्यान भावना गरेको प्रज्ञाको विकास गरेको छ परिमिताको साधना सबै यसमा समावेश छ त्यही कारण ताकि जुन सोकभित्र त्यो आफूले गरेको अरू पुण्यहरू पनि जोडिन आउँछ गिपे भनेको गरेको स्वनम कि स्वनम भनेको पुण्य मैले दान आदि गरेको पुण्यले डोला फेरि सागिनु पर्छ मैले जति पनि पुण्यहरू गरेको छ नि जीवनमा होइन दान मात्रै नभइकन हामीले कोरा गरेको छ मन्त्र जपेको छ बिहान उठेर ढोक गरेको छ बुद्धलाई एउटा दीप चढाएको छ एउटा पानी चढाएको छ एउटा फुल चढाएको छ एउटा
एउटा फलफुल चढाएको छ, खाने बेलामा पनि हामीले पूजा गरेको छ होइन, गरिब दुःखीलाई 1-2 वर्ष दान गरेको छ, चराचुरुङ्गीलाई खानेकुरा अन्नहरू दान गरेको, जे जस्तो पुण्य कमाएको छ नि जीवनमा त्यो सबै पुण्यहरूले भनेको स्वयं कि भनेको मैले गरेको पुण्यहरूले भनेको डोला फेन्जेल साङ्गे डोक्रे सो भनेको छ। डोला फेन्जेल साङ्गे डोक्रे मैले गरेको पुण्यहरूले चाहिँ के हो, प्राणीहरूलाई उद्धार गर्नको लागि, प्राणीहरूलाई हित गर्नको लागि चाहिँ म चाहिँ बुद्धत्व प्राप्ति गर्न सकौँ भनेको छ मेरो पुण्यले। बोधिचित्त भनेको त्यो हो नि त, सेम्के पानी सेन्टेन्चर याङदा जोबे चाचुम दे भनेको चाहिँ के हो, बोधिचित्तको स्वभाव हो। बोधिचित्त भन्छ नि हामीले, बोधिचित्त सेम्के चाङचुप सेम्के भन्छ नि त, बोधिचित्तको आशय। बोधिचित्त बोधिचित्त के भनेको बोधि प्राप्ति हुने इच्छालाई, त्यस्तो खालको सोच विचारलाई चाहिँ बोधिचित्त भनेको त। हाम्रो मनमा बोधिचित्त भयो भने के हुन्छ, बुद्ध बोधिसत्वहरूले पनि बोधिसत्वहरूले हामीलाई चाहिँ ढोक्छ अरे, त्यस्तो खालको चाहिँ विशेष हुन्छ हामी मान्छे है। अब चेन्जुक आचार्य शान्ति देवले चेन्जुकभित्र कति व्याख्या गरेको छ बोधिचित्तको बारेमा होइन। तपाईँको मनमा बोधिचित्त मात्रै भयो भने संसारको सबै प्राणी देवी देवताहरू सबै तपाईँलाई ढोक्न आउँछ कि। तपाईँको नामै त्यो दिनबाट तपाईँको नाम पढ्नुपर्छ, भिन्दै नै गिर्बे फेन भनेछ नि त। के हो जितन लामिर चेपा छक्चै हिउर आजको दिनबाट तपाईँको मनमा बोधिचित्त भयो भने आजको दिनबाट चाहिँ के हो, अरू प्राणीहरू मानिसहरू लगायत सबैभन्दा हामी चाहिँ विशेष खालको मानिस भएर त्यस्तो खालको तपाईँको चाहिँ मूल्यवान बनाउँछ तपाईँलाई। सर्क्युर चिज साङ्गे थोपड तेम्बा भन्ने उदाहरण राखेको छ नि त। जस्तै एउटा यस्तो खालको तत्त्व हुन्छ त्यसले चाहिँ फलाममा लगायो भने त्यो फलाम सबै शून्य भएर जान्छ कि। बोधिचित्त भनेको त्यस्तो हो। तपाईँको मनमा उत्पन्न भयो भने तपाईँ चाहिँ फलामबाट शून्य भएको जस्तो हो क्या। यो संसारको देवी देवता सबैले तपाईँले ढोक्छ, दाउने देला देवता थर्मोजर भन्नुभएको छ नि आचार्य शान्ति देवल, त्यस्तो व्यक्तिलाई म पनि वन्दना गर्छु भन्नुभएको छ नि त। त्यस्तो महत्त्व हुन्छ बोधिचित्त भयो भने। त्यही कारण चाहिँ यो बोधिचित्त चाहिँ सधैँ हाम्रो मनमा राख्नुपर्छ भन्नुभएको छ है। के हो पटुरमुसीले भन्नुभएको छ नि, के अरे योना सङ्ख्य डुब्ला देशोवास मेना सङ्ख्य डुब्ला थप्चापा सङ्ख्य डुबे लम्चोक मानरवा नामदाक चाहन्छु सेमले के वर्षो भन्नुभयो। त्यसरी प्रार्थना गरेको छ नि पटुरमुसीले, योना सङ्ख्य डुब्ला देशोवास। त्यो बोधिचित्त चाहिँ हाम्रो मनमा भयो भने बुद्धत्व प्राप्तिको लागि त्यो एउटा चित्त पनि काफी छ, अरू के चाहिँदैन अरे। एउटा बोधिचित्त हाम्रो मनमा भयो भने योना सङ्ख्य डुब्ला देशोपा, त्यो चित्त हाम्रो मनमा भयो भने बुद्धत्व प्राप्ति गर्नुको लागि त्यो एउटाले पुग्छ अरे कि। मेना सङ्ख्य डुब्ला थप्सा पास, त्यो बोधिचित्त चाहिँ हाम्रो मनमा भएन भने बुद्धत्व प्राप्ति गर्नको लागि, यो भावसागरको दुःखबाट तार्नको लागि अरू कुनै उपाय नै छैन अरे। थप छापा थप मेपा सङ्ख्य डुबे लम्चोक मानरवास, बोधि सिद्ध गर्नुको लागि चाहिँ उत्तम मार्ग, अचुक मार्ग चाहिँ के हो, बोधिचित्त हो। त्यसकारण नामदाक चाहन्छु सेमले के हो, त्यस्तो खालको विशुद्ध बोधिचित्त चाहिँ सबैको मनमा उत्पन्न होस् भनेर चाहिँ पटुरमुसीले प्रार्थना गर्नुभएको छ नि त। त्यो चित्त चाहिँ हाम्रो मनमा सधैँ राख्नुपर्छ है। ध्यान जान्ने यी लोकमा हामी भन्नुभएको छ नि। त्यो बोधिचित्त हाम्रो मनमा भइसकेपछि सुते पनि खाए पनि जे गरे पनि पुण्य चाहिँ वृद्धि भएर बस्छ अरे कि। त्यस्तो खालको चाहिँ फल हुन्छ। त्यही कारण आफूले जे जस्तो पुण्य गरे पनि बिहानै सुरुमा अब हुन्छ नि, तपाईँहरू बिहान उठ्ने बित्तिकै एउटा बुद्धले एउटा फुल चढाउने, पानी चढाउने, ढोक्ने, अनि स्वयंको बौद्ध परिक्रमा गर्ने, एउटा भाने जप्ने, बजु उडाउने, जे जस्तो पुण्यको कामहरू गर्छ नि। सुरुमा शरण गमन चाहियो अनिवार्य। शरण गमन भएन भने तपाईँले जति ठुलो साधना गरे पनि त्यो के हो, बुद्ध धर्मको साधना हुँदैन। किन भन्दाखेरि जग नै बलियो छैन, जग नै छैन नि त। जग बिनाको घर उठाएर हुन्छ, हुँदैन नि त। शरण गमन बिनाको साधना गर्नु भनेको चाहिँ के हो भन्दाखेरि जग चाहिँ बरफ थाहा छैन, आइसको जग राखेर माथि ठुलो बिल्डिङ उठाउनु जस्तो हो कि। त्यो लड्छ नि होइन हो त्यो। अनि बोधिचित्त भएन भने जति नै ठुलो अभ्यास साधना गरे पनि तपाईँको साधना के महायानको साधना भएन अरे कि। त्यो छिपा नम्बा क्याप्टो के ठेक्छन् ठेक्बिन सम्झे खे भन्नुभएको छ हाम्रो शास्त्रमा होइन। के हो हिन्दू र बुद्धिस्ट चाहिँ केले छुटाउने भन्दाखेरि शरण गमनले छुटाउने हो। त्रिरत्नको शरणमा जाने व्यक्ति चाहिँ के हो, बुद्धिस्ट हो नि त।
त्यो बाहेक जङ्गलको देवी देवता त्यसै ढुङ्गा माटो सबैमा पूजा गर्ने रुखहरू सबै पूजा गर्ने चाहिँ के हो हिन्दूहरू अबौध हुन्छ होइन एउटा ठुलो ढुङ्गामा एउटा सिन्दुर छरिदियो भने त्यही पूजा गर्छ उनीहरू लौकिक देवी देवताको पूजा गर्छ हामी लौकिक देवी देवतालाई मान्दैन किन भन्दाखेरि लौकिक देवी देवता आफै पनि यो बाबु सागरको दुःखबाट उद्धार भएको छैन नि त त्यसकारण रायाम खर्बे जनर जिम्बाई जितेनलाई सुसिक्योबाट नै भन्नुभएको छ नि मुचु थौमे गुरुले ग्यास लाग्नुभित्रै आफू पनि यो संसारको कारागारमा बन्धक छ भने त्यस्तो लौकिक देवी देवतालाई कसरी चाहिँ अरूले बचाउन सक्छ त आफै पौडी खेल्न आउँदैन पानीमा डुबेको मान्छे कसरी निकाल्दैन त्यस्तो हो त्यही कारण बुद्ध भनेको के हो अनुभवी व्यक्ति हो नि त उहाँले यो संसारको दुःखलाई चिनेर यो संसारको दुःखबाट कसरी चाहिँ उद्धार हुनुपर्ने रहेछ भने त्यो तथ्यहरू थाहा पाएर होइन घर दरबार त्यागेर बालबच्चा त्यागेर गएर ध्यान साधना गरेर चाहिँ उहाँले सबै कुरा ज्ञानले तटस्थ थाहा पाएर चाहिँ ओ मुक्तिको बाटो चाहिँ यो रहेछ है जन्म वृद्ध रोग मरण यो 4 प्रकारको दुःखबाट मुक्ति हुनुको लागि चाहिँ हामीले यो प्रकारको अभ्यास चाहिँ गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ बुद्धले पत्ता लगाएर अनुभव गरेर हामीले सुनाएको बाटो देखाएको हो नि त त्यसकारण चाहिँ अनुभवी व्यक्ति हो त्यसकारण डोला फिजिल सङ्गीतको भनेको चाहिँ के हो प्राणीहरूलाई उद्धार गर्नको लागि म बुद्ध हुन सकौँ भन्ने खालको त्यस्तो खालको बोधिचित्तको आशय चाहिन्छ पहिला एक समयमा एउटा व्यक्ति थियो अरे जहिले पनि आमाको टाउकोमा लातले हान्ने त्यस्तो खराब मान्छे त्यस्तो व्यक्तिहरू चाहिँ कस्तो ठाउँमा जन्म लिन्छ भने मरेर जाने बेलामा टाउकोमा चाहिँ त्यो चक्र फलामको चक्र यसो घुमाउँछ अरे गिद्दी सिद्धि निस्किएर पछि त्यो मान्छे चाहिँ जन्म त्यहाँ भएछ अरे अब सधैँ आमालाई पिट्ने आमाको टाउकोतिर लाँदै लाँदा हान्ने त्यसपछि त्यसको जन्म चाहिँ नर्कमा भयो त्यो खर्लोले घुमाउँछ अरे नि टाउकोमा गिद्दी सिद्धि सबै लात्नु जाने त्यो घुमाउँदाखेरि उसले चाहिँ के कल्पना गर्यो भने उसको मनमा बोधिचित्त थियो अरे कि मैले आज यसरी मेरो टाउकोमा यसरी घुमाएर हुन्छ नि जुन अब मैले दुःख भोग्दैछु नि भोग्नेवाला छु यो दुःखले चाहिँ यो संसारमा जति पनि मानिसहरूले प्राणीहरूले आफ्नो आमालाई त्यसरी हिर्काउँछ त्यो सबैको पाप चाहिँ मैले भोगेकोले चुक्ता होस् भनेर चाहिँ बोधिचित्तको सङ्कल्प गऱ्यो अरे त्यो गर्ने बित्तिकै तुरन्तै त्यहाँबाट मुक्ति भएर चाहिँ माथि राम्रो रोगमा जन्म भयो अरे उसको त्यो दुःख भोग्नु परेन अरे त्यति त्यस्तो हुन्छ बोधिचित्त शरण गमन भयो भने त्यहाँ कतै हाम्रो नराम्रो कर्मले त्यहाँ पुग्यो भने त्यहाँ धेरै दिन टिक्दैन अरे हामी बस्नु पर्दैन अरे कि फलाउँसा र दाबासिन भन्छ नि एउटा बल चाहिँ तपाईँले भुइँमा हिर्कायो भने त्यो बल भुइँमा बसिरहेको छ नि त राख्दैन नि त भुइँमा हिर्काउने बित्तिकै एकछिन छोएर फेरि माथि आउँछ नि त्यस्तै हो कि बोधिचित्त है त्यही कारण शरण गमन र बोधिचित्त चाहिँ एकदम महत्त्वपूर्ण हो यो चाहिँ एकदम महत्त्वपूर्ण जस्तै अब फेरि बोधिचित्त शरण गमनको लागि नि पहिला के चाहिन्छ मनमा श्रद्धा चाहियो श्रद्धा भेपा भन्छ नि हामीले श्रद्धा भनेको के हो बुद्धको गुण विशेषहरूलाई सम्झेर श्रद्धामा 3 प्रकारको श्रद्धा छ देवे देवा थावे देवा इच्छेवे देवा भन्छ देवे देवा भनेको चाहिँ अरूले सुनेको लयमा हुन्छ नि उसले ढोक्दैछ म पनि ढोकौँ न होइन भन्ने खालको त्यो लयमा लाग्छ नि त्यो राम्रो होइन अरे हुनु पनि त ठिकै हो तर त्यो परिवर्तनशील छ अरे क्या त्यो किन उसको मनमा भित्रबाटै छैन नि त अरूको लयमा हो एउटा मान्छेलाई आएर त्यो बुद्धको पूजा नगर काम छैन बेकार हो समय बर्बाद हो मरेर कस्तो देखिएको छ होइन एक जिन्दगी हो मोज गर्नुपर्छ रमाइलो गर्नुपर्छ जाउँ भनेपछि त्यसकै लयमा जान्छ र तपाईँ देवा भनेको चाहिँ मनभित्रबाट बुद्धको गुणहरू सम्झेर खुसी भएर एकदम खुसी हुने खालको एउटा श्रद्धा हुन्छ त्यो पनि परिवर्तनशील हो हिच्छेबे देवा भनेको चाहिँ विश्वास गरेर गरेको श्रद्धा त्यो चाहिँ हाम्रो मनमा चाहिन्छ हिच्छेबे देवा विश्वासको श्रद्धा भन्छ त्यो जस्तै आगोमा हात छुयो भने पोल्छ भन्ने विश्वास हामी सबैलाई छ नि त त्यस्तो चाहिँ चाहियो सबैको मनमा श्रद्धा हो अब आगोमा हात छु भने तपाईँ छुन्छ त छुँदैन किन भन्दाखेरि पोल्छ भन्ने विश्वास छ नि त हो त्यस्तै बुद्धले छोडेर जाऊ बुद्धको धर्म छोडिदियो तिमी काम छैन अर्को धर्ममा लाग्छ त हामी लाग्दैन किन भन्दा मनभित्रबाट विश्वास छ नि त बुद्ध धर्मको बारेमा हामीलाई चाहिँ के हो विशेषताहरू बुद्धले देखाएको बाटो सही बाटो हो यो बाटोमा गयो भने निश्चित रूपमा हामी दुःखबाट मुक्ति हुन्छ भन्ने कुरा हामीमा विश्वास छ त्यो खालको विश्वास चाहिँ चाहिन्छ कि त्यही कारण धेपा श्रद्धा चाहिँ सबभन्दा महत्त्वपूर्ण हो धेपा बेम्बेम्बी नाममा कर्पक्षणम बिजुन्थ्यो साबेम्बी सिक्बल युगु ममचिसन उदाहरण राख्नुभएको छ हाम्रो सूत्रमा है हाम्रो मनमा श्रद्धा भएन भने चाहिँ पुण्यको वृद्धि हुन्छ अरे धेपा बेम्बेम्बी नाममा श्रद्धा नभएको मानिसहरूलाई कर्पक्षणम बिजुन्थे पुण्यको वृद्धि हुँदैन पुण्यको वृद्धि हुँदैन उदाहरण राख्यो भने साबेनमै सिक्बल युगु ममचिसन होस्
त्यसको बिउ नै आगोले डढेको छ भने त्यहाँ हरियो पात आउने सम्भवै छैन नि। त्यस्तो गरे श्रद्धा भयो भने के भन्छ खेसोले रिक्सिल ठुङ भन्छ। तपाईँको मनमा श्रद्धा भयो भने कुकुरको दाममा पनि बुद्धको आशीर्वाद लागेर अस्तुहरू निस्केको, बुद्धको अस्तु निस्केको इतिहास छ टिबेटमा गएर। यो सत्य घटना हो। यो चाहिँ कस्तो भन्दाखेरि एउटा आमा र छोरा थियो अरे। आमा चाहिँ एकदमै बुद्ध धर्ममा विश्वास गर्ने, बिहान उठेर बुद्धलाई सम्झेर ढोग्ने होइन, सधैँ होइन पानी चढाउने, एउटा बत्ती बाल्ने, धुप बाल्ने, बुद्धको मन्त्र जप एकदम आस्था गर्ने। तर उसको घरमा चाहिँ एउटा आश्रय केही पनि थिएन कि। आश्रय भन्नु थाहा छ नि, टेन। अब हामी ढोक्न पानी चलाउनु होला एउटा तेल चाहिन्छ, बुद्धको मूर्ति, बुद्धको थाङ्का, बुद्धको फोटो केही चाहिने। अनि आमाको मनमा चाहिँ के आयो भन्दाखेरि छोरा चाहिँ जहिले इन्डियामा व्यापार गर्न जाने हिउँदोको समयमा, अनि बर्खा लागेपछि फर्केर आउने। आमाले चाहिँ के भन्यो भने तिमी अब के भन्यो भन्दाखेरि तिमी इन्डियामा जाँदैछ, इन्डिया भनेको चाहिँ बुद्धले बुद्धत्व प्राप्ति गरेको ठाउँ हो। मलाई कुनै पनि बुद्धसँग सम्बन्धित एकदम म पवित्र एउटा कुरा लिएर आऊ भनेर भनेर कि। अनि छोरा जहिले व्यवहार गरेर फर्किने बेलामा घरको नजिक पुग्दाखेरि बिर्सिने, 2 पटकसम्म बिर्सेछ। अनि तेस्रो पटक चाहिँ आमाले फेरि वार्निङ दिए, हेर छोरा यो अन्तिम पटक हो, अझै पनि तिमीले मैले मागेको कुरा ल्याएन भने चाहिँ अब तिम्रै अगाडि म मर्छु भनेर चाहिँ आत्महत्या गरेर। अनि छोरा फेरि इन्डियामा गयो, व्यवहार गरेर फर्केर जाने टाइममा घरको छेउमा पुग्दाखेरि आमाको कुरा याद आएछ। उसले बिर्सेर गयो। अब के गर्ने है, खाली याद गयो भने आमा त आत्महत्या गरेर मर्छु भनेको छ, के गर्ने होला भने यताउता हेरेको त्यो एउटा कुकुर मरेको लास देखेछ। टाउको मात्रै कुकुर, त्यो कुकुरको दाँत हुन्छ नि, एउटा दाँत निकालेर चाहिँ अनि कपडामा बेरेर लगेर आमाले ल यो चाहिँ बुद्धको दाँत हो, मैले इन्डियाको बोधगयाभित्र पाएको, यो बोधगयाबाट ल्याएको बुद्धको दाँत हो भनेर आमाले दिएछ। आमाले पनि ओहो यो साँच्चैको बुद्धको दाँत हो भनेर माथि छेउमा राखेर दिनदिनै पूजा गर्ने, बत्ती बाल्ने, ढोग्ने एकदम आस्था गरेछ नि त। अनि एक दिन त्यो आमा मर्दाखेरि त पुरै त्यो कुकुरको दाँतबाट त पुरै रिङ्सेल निस्क्यो अरे। त्यो आमाको आस्थाले जित्यो नि त। त्यो कुकुरको दाँत होइन नि, तर पनि आमाले आस्था गरेको कारणले बुद्धको साक्षात आशीर्वाद पाएको थियो। त्यो कुकुरको दाँत नै बुद्धको दाँत बराबर गयो। अस्तु हुन थाहा छ नि, रिक्सल रेलिक्स भन्छ, पुरै अस्तुहरू त्यो मोतीको दाना जस्तो सान्छ टन्नै झरेर त्यो आमा मर्दाखेरि पनि अचम्मितको सङ्केतहरू भयो कि, इन्द्रिय लाग्ने होइन, त्यो आमाको शरीरबाट चाहिँ मिठो बास्ना आउने हो, त्यस्तो भयो अरे। धेपाइयो न किसले रिक्सल ठुङ पनि उखान्छन् अहिले टिबेटको। श्रद्धा भयो भने कुकुरको दाँतबाट पनि अस्तु दाँत निस्किन्छ भने त्यस्तो हुन्छ। तपाईँले मूर्तिलाई साँच्चैकै बुद्ध मानेर पूजा गरे भने मूर्ति पनि साक्षात बुद्ध नै हो। अस्ति फातमा बसाङ्गीले भन्नुभएको हुँदैन, तिमीले मलाई बुद्धको रूपमा देख्छौ भने तिमीले आशीर्वाद पनि बुद्ध जतिकै पाउँछ भनेर। तिमीले मलाई एउटा साधारण मान्छेको रूपमा देख्यौ भने आशीर्वाद पनि ती पाउँदैन एउटै। फेरि टिबेटमा एउटा भन कम्पो भन्ने एउटा मूर्ख एउटा मान्छे रहेछ कि, लाटा मान्छे, त्यो चाहिँ लासामा घुम्न गएछ। लासा ठाउँ थाहा छ, लासामा त झोको मूर्ति छ नि त, लासा झो थाहा छ नि तपाईँहरूले, बुद्धको मूर्ति भन्थ्यो झो शाक्यामुनि भन्छ, यो नेपालबाटै लगेको। त्यो झो शाक्यामुनि चाहिँ रप्ने गर्ने बुद्ध स्वयं हो भन्छ, एकदम पवित्र। त्यो दर्शन गरेको र बुद्ध दर्शन गरेको बराबर हो अरे। पछि गएर कलियुगमा त्यो झो चाहिँ कसले लान्छ भन्दा नागहरू लगेर जान्छ अरे कि, नागलोकमा जान्छ नि लगेर। कैयौँ वर्ष अगाडि टिबेटमा के घटना गरेको, त्यो लासा जोखाङभित्र त्यो जो राखेको गुम्बाभित्र चाहिँ पुरै पानीले बढेर जोको मूर्ति यति डुबेर गयो। कोहीले पनि केही गरेर सिप नलागेपछि के गर्यो, पछि कर्मापा 16 कर्मापा थियो नि राउँछ बुद्धपछि हो। कर्मापाले त्यो जोको छेउमा एउटा ढुङ्गा रहेछ, त्यहाँ ढुङ्गामा लट्ठीले घोचेर पाल बनाएपछि त्यो पानीहरू सबै त्यो ढुङ्गाभित्र पस्यो कि पहिल्यै लान लागेको छ त्यो। अब त्यो जो भेन कोम्पो भन्छ, भेन कोम्पो भन्ने मानिस चाहिँ लासामा आउँदाखेरि उता लाटामा चाहिँ के पनि थाहा छैन, के हो मूर्ति, के हो बुद्ध, के हो के पनि थाहा छैन। घुम्दै आउँदाखेरि चाहिँ लासामा चाहिँ त्यो जोको लाखुङभित्र चाहिँ मान्छेहरू भित्र दर्शन गर्न जान्छ होला नि, भित्र जाने आउने। अनि उसलाई चाहिँ के चाहिँ रहेछ यो भित्र, यति धेरै मान्छे जाँदो रहेछ आउँदो रहेछ के रहेछ भने भित्र गएछ कि भित्र पसेको त टक्कै अब मूर्ति त हाँसेको छ नि, जो होइन पुरै हाँसेको मुहारमा, अगाडि छुपाहरू चलाएछ अर्कामा पाल्ने पुष्पे होइन, अनि एउटा बत्ती पनि बालेको छ तलमा, स्याल्से थाहा छ नि, स्याल्से अब निउति एउटा तलमा चलाउँछ नि, स्याल्से पनि टक्क राखेको छ। अनि यसो हेरेछ अरे, अनि मूर्ति त हाँसेको छ। अनि उसले के सोचेछ, ए यो त मूर्ति होइन, साँच्चैकै एउटा लामा आएर बसेछ सोचेछ कि।
कति राम्रो लामा हो जहिले पनि हाँसेर बस्नु सोच्दै अनि यस्तोहरूको धेरै चलाएको छ टिबेटमा चिसो ठाउँ हो नि त यो तोरमा चाहिँ उसले खानेकुरा रहेछ अनि छेमे चाहिँ उसको सब्जी रहेछ सोचेछ कि त्यो सब्जी चाहिँ चिसोले आइस हुन्छ भनेर कस्तो चलाक सब्जीको बिचमा आगो पनि बालेर राखेको छ यो धेरै चलाक रहेछ भनेछ अरे अनि के भनेछ उसले एउटा सुनाएछ कि एउटा उसले चाहिँ प्रशंसा गरेको भन्छ नि तारिफ गरेको कि के भनेछ मर्मेलुङ्गी क्यों नाङ जुमुलमुल खासै सेङ्गी सैक्याङ जुमुलमुल धेरै लामा सङ्ग भनेछ कि है खानेकुरा अरूले खाए पनि हाँसेरै बस्ने तपाईँको त्यो मर्मे चाहिँ हावाले हलायो भने हाँसेरै बस्ने कस्तो राम्रो लामा हो भनेर अनि त्यसपछि ठिक छ मलाई एकदम भोक लागेको छ तपाईँको त्यो खाइदिउँ भनेछ कि मूर्ति त अझै पनि हाँसेर बसेछ ए ठिक छ खाऊ भनेर लानु भनेर अनि उसको गनाउने जुत्ता चाहिँ फुकालेछ एकदम गनाउने रहेछ नि जब टिबेटको बोटीहरू हुन्छ नि गनाउने जुत्ता फुकालेर ल म तपाईँलाई रेस्पेक्ट गर्छु 3 चोटि घुम्छु अनि मात्रै खान्छु मेरो जुत्ता हेरेँ भनेर मूर्तिको अगाडि त्यो गनाउने जुत्ता राख्दैछ अनि यसरी घुम्दै थिएँ अरे ठ्याक्कै कुहिएर आइपुगेछ पुजारी त्यहाँ यो पाकेको यस्तो गनाउने जुत्ता होइन अब मेरो साङ्गेको कुको अगाडि राख्ने अब यो 3-4 दिन छुई साङ गर्दा पनि अब शुद्ध हुने भएन यो को भनेर जुत्ता टिपेर फाल्न लाग्दाखेरि मूर्तिले बोल्यो अरे कि यो जुत्ता नपाए मेरो पाहुनाले मलाई एकछिन राख्न दिएको हो मैले फिर्ता गर्नुपर्छ अनि त्यसपछि ठ्याक्कै आइपुगेछ आएर चाहिँ ठ्याक्कै अब हुन्छ नि लगेर ल एकदम राम्रो भयो तपाईँ एकदम राम्रो लामा रहेछ अनि तपाईँले चाहिँ म पाहुना पढाउँछु मेरो घरमा भनेछ मेरो घरमा एउटा बुढी बाख्रा छ त्यो पनि मार्छु पुरानो उवा छ नि एकदम पुरानो उवा छ त्यसको छ्याङ बनाउँछु तपाईँ आउनुपर्छ है भनेर हुन्छ भनेर के मूर्तिले पनि त्यहाँदेखि गाउँमा फर्केर गएर अनि उसले चाहिँ बुढीलाई भनेर कि मैले लासाबाट एउटा पाहुना बोलाएको छु एउटा राम्रो लामालाई आउँछु भनेको छ कहिले आउँछ भन्ने कुरा चाहिँ ग्यारेन्टी छ तिमी बाटो हेर्नु नबिर्सिनु है भनेर कि अनि त्यो बुढी चाहिँ एकदम त्यो इनारमा पानी लिन जाँदाखेरि इनारभित्र छाया देखेछ अरे अनि बुढी दौडेर आएर ए बुढा तपाईँको पाहुना त इनारमा खसेछ भनेर हेर्न जाँदा इनारमा खसे जस्तो छ भनेर कि त्यहाँबाट त्यो कोम्बो चाहिँ कुदेर गएको ठ्याक्कै देखेछ नि पानीभित्र अनि हाम फालेछ इनारभित्र हाम फालेर लिएर आएर क्या साँच्चै पाहुना लिएर आउँदाखेरि अनि घरको छेउमा बस्नु ठुलो ढुङ्गा थियो अरे म चाहिँ गृहस्थीको घरमा जान मिल्दैन भनेर त्यो ढुङ्गामा बिलिन भयो कि मूर्ति चाहिँ न अहिले त्यो ठाउँ अहिले टिबेटमा छ भन्छ नि छु झो दाङ दो झो भने अहिले पनि दर्शन गर्न पाउँछ अरे त्यो झो हराएको ठाउँ निस्केको ठाउँ हो त्यस्तो हुन्छ आस्था भयो भने त्यस्तो हुन्छ अरे त्यही कारण ठाउँमा मूर्तिले बोल्यो भन्ने कुराहरू होइन मूर्ति यस्तो के देखायो त्यो हो नि त अब एउटा कुरामा चाहिँ अब हामीले राख्ने गरिसकेपछि सुङ हालिसकेपछि मूर्तिहरू नै साक्षात हुन्छ कि जीवन्त हुन्छ जीवित त्यही कारण मूर्तिहरूको अनुहार चेन्ज हुने कहिलेकाहीँ त्यस्तो हुन्छ त त्यो भन्दा जस्तै अब नेपालतिर पनि छ नि त्यस्तो बोलेकोहरू सुङजेन भन्छ ढलमा सुङजेन भनेको ढाङ्गाहरू गयो त्यस्तोहरू घटनाहरूतिर गऱ्यो त्यो हाम्रो आस्थामाबाट भन्ने कुरा हो त्यस्तै कुरामा चाहिँ फेरि एउटा गाउँमा चाहिँ एउटा आमा थियो अरे बुढी आमा एकदम आस्था गर्ने त्यो गाउँमा कोही पनि लामा आएको छैन अरे उसले चाहिँ धर्मप्रति एकदम आस्था लाग्ने अनि उसले सधैँ के सोच्थ्यो एउटा गुरु पायो भने म कति कुराहरू सिक्थ्यो मैले ज्ञानको कुराहरू बुद्धको प्रार्थना गर्ने तरिकाहरू मन्त्रहरू सिक्थ्यो भनेर सधैँ मनमा हुन्थ्यो अनि एक दिन कहाँबाट झुकेर त्यो ठाउँमा एउटा फटा लामा पुगेछ अरे केही पनि आउँदैन तर पनि लुगा लाएर हिँड्ने हुन्छ नि मान्छे लुट्दै हिँड्ने कि बुद्धको नाममा ठ्याक्कै त्यो लामा आइपुग्यो त्यो लामा त्यहाँ गाउँमा छिटेपछि त्यो आमाले झट्फाटै देखेछ ए दौडेर गएछ आमा त है पहिलेदेखि आस्था भएको मान्छे हो गुरु एकदम राम्रो भयो मेरो प्रार्थना चाहिँ भगवान्ले सुनिदियो आज तपाईँ चाहिँ मैले दर्शन पाएँ अब जसरी पनि तपाईँ मेरो घरमा पाल्नुहोस् मलाई चाहिँ के ज्ञानहरू दिनुहोस् बुद्धको प्रार्थना गर्ने तरिकाहरू सिकाउनुहोस् भनेर त्यो गुरु राम्रो भयो मैले पनि अब जिन्दाहरू खोजेको त जजमान खोजेको त ठ्याक्कै भेट्यो आज भनेर चाहिँ त्यो आमाले चाहिँ लगेर गएछ घरमा अब आमाको यस्तै छेसम रहेछ नि गुरुलाई अगाडि ठिमाथि राखेर आमा चाहिँ तल बसेर है एकदम अब के चढाउने छ सबै चढाएर त्यो पुरै हात जोडेर आँखा चाहिँ नमस्कार गरेर एकदमै भक्ति गरेर चाहिँ ल गुरु अब मलाई चाहिँ आज बुद्धको एकदम सधैँ जिन्दगीभरि प्रार्थना गर्ने केही प्रार्थनाहरू सिकाउनु पऱ्यो भनेर भनेछ अनि त्यसपछि के भन्ने त त्यो लामालाई त केही पनि आउँदैन अनि यसो हेरेर ठ्याक्कै आमाको जालको बाहिर चाहिँ चौर रहेछ चौर त्यो चौरमा चाहिँ खरायोहरू हिँडिरहेको रहेछ कि अनि खरायोहरू निहुरिँदै आउँदै गर्छ नि हो त्यो आएछ अरे दुइटा खरायो चाहिँ त्यसपछि गुरे यहाँ ताङ भन्ने थियो अनि त्यो आमाले पनि हो आज त कहिले नसुनेको असामै खालको शब्द पो गुरुले सुनाउनु भयो त गुरे यहाँ ताङ भने चाहिँ हात जोडेर आमाले भने अब पहिलो शब्द त भन्ने अब दोस्रो के भन्ने त यस्तो हेरेको फेरि खरायोहरू एकछिन हिँड्दै आँखा ठुलो हेरेको जस्तो गर्दै फेरि एकछिन हिँड्दै गर्छ
हारे हारे तावा दाङ भनिसकेपछि हारे हारे तावा भने आँखा ठुल्ठुलो हेऱ्यो भने अनि त्यो आमाले भने ओहो हारे हारे तावा दाङ भनिसकेपछि अब तेस्रो शब्द चाहिँ के भन्ने यस्तो हेरेको त्यो खरायोहरू लुकेको जस्तो पनि गर्छ नि त कुनै कुनै ठाउँमा इप्चिङ दुख्बा दाङ भनिसके अनि त्यसपछि त्यो आमा पनि इप्चिङ दुख्बा दाङ भनेर अनि त्यसपछि गुरुले ल यो चाहिँ बुद्धको त्रिरत्नको प्रार्थना हो सबैभन्दा ठुलो प्रार्थना यो हो आजको दिनबाट तपाईँ यही प्रार्थना गर्नु यसैले सबै पुग्छ यसमा बुद्धको सम्पूर्ण धर्म पनि यही हो सबै यही हो यो प्रार्थना गरेर तपाईँ शान्तिको सिंहमा पुग्छ अरू केही पनि चाहिँदैन यो संसारमा यो जतिको ठुलो छुयो चाहिँ छैन भने आमा पनि एकदम आस्था भएर खुसी भएर अब के हुन्छ सुन चाँदी के सबै चढाएर त्यो गुरु त्यहाँबाट भाग्यो त्यहाँबाट हिँड्यो ल म व्यस्त छ है तपाईँ यो गर्नुहुन्छ त्यसपछि त्यो आमा चाहिँ दिनकै बिहान उठेर यसरी पढेर बस्ने उता छेसमपट्टि फर्केर घुरे घुरे यहाँ त हारे हारे तावा इप्सिङ दुबाना घुरे घुरे यहाँ त हारे हारे तावा इप्सिङ दुबाना भनेर बिहान पनि त्यही पाठ गर्ने राति पनि त्यही पाठ गर्ने अनि एक दिन बेलुकाको समयमा चाहिँ 3टा चोर आयो अरे त्यो आमाको घरमा चोर आउँदाखेरि चाहिँ आमाले घुरे घुरे यहाँ ताङ भनेर के अनि 3टा चोर के हो यो आमाले पछाडिबाट पनि देख्छ क्या हो भनेर के अब चोरहरू बिस्तारै लुकेर आउँछ नि त अनि यस्तो हेरेछ अरे के आमाले कसरी देख्यो पछाडिबाट हारे हारे तावा दाङ भन्दैछ अरे कि हारे हारे तावा भन्ने आँखा ठुल्ठुलो हेऱ्यो भने त ओहो यो आमा त डेन्जर रहेछ पछाडिबाट पनि देख्ने रहेछ लुकेछ क्या चोरहरू तिनवटा फेरि इप्चिङ दुबा दाङ भनेर इप्चिङ दुबा लुकेर बस्यो भने पनि अर्थ त्यो चोरहरू त ल भगवान् बर्बाद गर्दा यो आमा त पछाडिबाट पनि देख्ने रहेछ भनेर त्यहाँ नचोरेर भागेर गएछ त्यहाँबाट त्यस्तो भयो नि त किन त्यो आमाको आस्थाले जितेको हुन्छ त्यस्तो हुन्छ त्यही कारण चाहिँ सरण गमनको महत्त्व त्यस्तो हो है मनमा आस्था भयो भने त्यस्तो हुन्छ भन्ने कुरा जे जस्तो भयो भने आमाको आस्थाले गर्दा चोरबाट बच्यो नि त त्यस्तो हुन्छ ल त्यही कारण शरण गमन एकदम महत्त्वपूर्ण हो आज यति नै राखौँ तपाईँ सधैँ यो पाठ गर्नु है सङ्गीत जोताउँछौँ कि छोनाउँलाई छाउँछु प्रदान क्या सुन दागी दिन्छौँ कि सुनाम कि डोला फेन्जे सङ्गीत डोबर सो भने चाहिँ ल हामीले बिहान गरेर छेउ गरेर पढ्नुपर्ने चाहिँ यो टसिकेपछि हो सबै पढ्दै जाने कहाँसम्म अब तपाईँले हतार गयो भने टासी गेपा पढ्ने ढोकेर 3 चोटि ढोकेर त्यसपछि अब पानी चलाउँदाखेरि पढ्ने पाठ छ नि आउँदैन कुन पाठ आएन भने अहिले मुनि आउँछ यहीँ छ यही किताबमा छ अहिले पछि आउँछ धेरै लामो छैन छोटो छ त्यो जानेन भने ओम व्यञ्जन अर्गम पाद्यम पुष्पे दुर्बे आलोकी ज्ञान निउते शब्द प्रतिचय सोहा सबै पुगेको छ सबै चढाएको हुन्छ छोटोमा अब त्यो पनि सकेन भने ओम व्यञ्जन अर्गम आऊ भने नि हुन्छ अर्गम भनेको पानी हो नि त मैले शुद्ध जल चढाएको छु भने हुन्छ पुष्पे दुर्बे आलोकी ज्ञान निउते शब्द समुद्र सफाराना भनेको चाहिँ समुद्र जतिकै धेरै रूपमा चाहिँ मैले प्रस्फुटन भएर चढाएको छु भनेको भयो अब त्यो सकेन भने आहुँ भनेर चढाउँदछु भनेको भयो त्यो चढाएर त्यहाँबाट चाहिँ आफूले दुब बाल्यो भने ओम व्यञ्जन दुबी आउँ बत्ती बाल्यो भने ओम व्यञ्जन आलोकी आउँ त्यो छोटो अब लामो अब भोलिपछि आउँछ यहीँ आउँछ सबै